हेलो नमस्ते। हामीले अहिले नाङ्लो सुपर कम्बो सेट 4 जनाको लागि हुने गरी लिएर आएका छौँ। यसमा हजुरहरूले पाउनुहुनेछ 1 केजी ठुलो मटकामा मटका चिकन दम बिरयानी। त्यसपछि हजुरको आउँछ विङ्स। यसमा 8 पिस बफेलो विङ्स छ, स्पाइसी। नयाँ चिज देख्नुभयो होला हजुरहरूले, यो चाहिँ पोलेको चिकन मोमो। मोमोलाई हामीले पोलेका छौँ है। हजुरहरूले कहीँ खानुभएको छ कि छैन, खानुभएको छैन भने मटका बिरयानी चाहिँ आइहाल्नुहोस् यो मोमो तपाईँहरूको लागि। अनि त्यसपछि यो मोमो 8 पिस आउँछ। यो चाहिँ तन्दुरी चिकन मोमो, तन्दुरी मसला राखेर यसलाई हामीले पोलेका छौँ है। अनि आयो यहाँनिर आयो यो चाहिँ चिकन डो प्याजा, यो चिकन किमा नान। चिकन किमा नानलाई चाहिँ चिकन डो प्याजासँग खाँदाखेरि अति उत्तम हुन्छ। यतापट्टि छ राइता, सलाद छ, पापडहरू छ। अब यसमा हुने कुरो भनेको मटका चिल्ड लसी, चिसो लसी खुवा हालेको खानु पाउनुहुन्छ। अब यसमा चाहिँ मैले के भन्न चाहेँ भने हजुरहरूले 4 जनाको लागि यो कम्बो यतिले पुगेन भने अनलिमिटेड तपाईँले के थप्न चाहनुहुन्छ। किमा नान थप्न चाहनुहुन्छ कि तन्दुरी मोमो थप्न चाहनुहुन्छ कि पोलेको मोमो थप्न चाहनुहुन्छ कि बफेलो विङ्स थप्न चाहनुहुन्छ कि इभन बिरयानी थप्न चाहनुहुन्छ, यो नाङ्लो सक्नुहोस्। यो सकाइसकेपछि अनलिमिटेड अरू जति पनि थप्न पाइयो यहाँभित्रको। अथवा हजुरहरूले योभन्दा बाहेकको जस्तो मुस्ताङ आलु पनि थप्न सक्नुहुन्छ। अनि अरू चिजहरू पनि जस्तो कुनै कुनै आइटमहरू हामीले यो बाहेकको पनि प्रोभाइड गर्छौँ तपाईँहरूलाई यही कस्टभित्र। यसको कस्ट सोध्नुहुन्छ भने चाहिँ 3000 रुपियाँ ठ्याक्कै है। अनि यो चाहिँ होम डेलिभरी पनि अभाइलेबल छ। होम डेलिभरीको लागि चाहिँ नाङ्लो चाहिँ आउँदैन है, नाङ्लो चाहिँ आएन। अरू चाहिँ यो भएको आइटमहरू सबै आयो। ल त आउनुहोस्, हेर्नुहोस् मोमो कस्तो बनेको छ। म यहाँ देखाउँछु। यो तन्दुरी मोमो हेर्नुहोस्, टक्क साइज मिलेको तन्दुरीमा राखेको है। पोलेको मोमो हेर्नुहोस्, यहाँ टक्क कहिल्यै खानु भयो कि पाउनु भएन अन्ततिर हेर्नुहोस्। पोलेको मोमो टक्क है, हेर्नुहोस् पोलेको मोमो। विङ्स, बफेलो विङ्स झ्याम्म, यो पनि 8 पिस आउँछ। हेर्नु होला, सट्ट यसलाई चाहिँ हामीले सर्भ गर्छौँ मोमोको अचार अनि टेस्टी मिन्ट चटनी है। अब हेर्नुहोस् यहाँ खुवा लसी मटकामा चिसो हुन्छ सट्ट। अब यहाँ छ बिरयानी। बिरयानी नभए त कम्बो कम्प्लिटै हुँदैन होइन। यसको लागि राइता है, यो चाहिँ हाम्रो किमा बटर नान, बटर पनि तलेको हुन्छ। अनि किमा नान, यो चाहिँ यसको लागि सब्जी। अब आउने होइन त मटका बिरयानी। हस्, धन्यवाद।